हेलो गाइज, हामी चाहिँ रामधुनी जान आँटेको थियौँ तर हाम्रो मामालाई पान चाहियो अरे। तर हामीले यो झुम्कामा पान भेटेनौँ अनि हामी चाहिँ यहाँ झुम्कामा पर्खिरहेछौँ। उहाँ चाहिँ हुनुहुन्छ मेरो मामा। हाई भन्नु, हाई भन्नु। अहिले चाहिँ हामी छौँ झुम्का बजारमा अनि हामीले चाहिँ बल्ल बल्ल एउटा पान पसल भेट्यौँ। मामालाई चाहिँ पान नभई हुँदैन अनि त्यहाँनिर मामाले चाहिँ पान लिनुभयो अनि हामीलाई पनि लिदिनु भयो। मामा चाहिँ मलाई यस्तो चलाइ गर्नुहुन्छ, यति चलाउनुहुन्छ, कुचु कुचु केटाकेटी जस्तै हुनुहुन्छ। अनि मलाई के गरिदिँदै हुन्थ्यो यहाँ कानमा चाबीहरू लगाइदिएर। अनि हामी चाहिँ सबैजनाले पान लियौँ अनि मैले चाहिँ गाडीमै गएर खाएँ। म चाहिँ पान खाने बानी चाहिँ मलाई इन्डिया गएदेखि लागेको। मलाई यस्तो मिठो लाग्छ पान। मलाई चाहिँ मेरो तारा आन्टीले यति धेरै खुवाउनुहुन्थ्यो पान खा। अनि हामी चाहिँ रामधुनी जाने भनेर निस्केको थियौँ तर मामाले चाहिँ त्यही पान खाएको पसलमा आफ्नो फोन चाहिँ छोड्नु भएछ। हामीले त थाहै पाएको थिएनौँ अनि हामीले जब रामधुनी पुगेपछि थाहा पायौँ। अनि हामी त्यहाँ घुम्न नि पाइनौँ अनि सर र एकचोटि राउन्ड मारेर निस्क्यौँ तर धन्न फोन चाहिँ मामाको भेट्यो। थ्याङ्क यू।